official launch of Naya Gaon Holiday Homes and Resort. So let's hear a huge round of applause for Naya Gaon Holiday Homes and Resorts. नमस्ते लेजेन्ड्स प्रपर्टीको नयाँ गाउँ हलिडे होम एन्ड रिजोर्टको बुकिङ सुरु भएको छ आज 31 डिसेम्बर 2025 देखि मैले एउटा प्लट बयना गरिसकेँ म त्यहाँ जाँदैछु तपाईहरु पनि आउने हैन र डु जोइन मी देयर बिकज दिस इज गोइङ टु बी एन awesome piece of real estate for you. Enjoy, stay at Holiday Homes and Resort from Legends. अलिक विदेशमा जस्तो अलिक फिल हुने अनि ठुला ठुला बाटो शान्त वातावरण ठाउँ कहाँ बनाउन सकिन्छ जहाँ चाहिँ विदेश गएको फिल होस् भन्ने हिसाबले हामीले रिसर्च गरिरहँदाखेरि हामीले यो ठाउँ पायौँ क्षेत्रफल 98 रोपनी साताना छ यसमा 145 वटा प्लटहरू छन् र त्यति मात्र नभएर यति टाढो हामीले बनाइरहँदा होलिडे होम एन्ड रिसोर्टको कुरा गरिरहँदाखेरि कुन ढङ्गले सरहरूलाई हामीले लान सक्छौँ र यहाँ कसरी राम्रो कम्युनिटी बनाउन सक्छौँ भन्ने सोचिरहँदाखेरि हामीले लगभग सबैलाई समान रूपमा छाना अराउन्ड प्लट सबैलाई इक्वाली बनाएको छौँ केही प्लटहरू ठुला भए र यो चाहिँ एउटा यस्तो राम्रो कम्युनिटी होस् हरेक सेक्टरका चाहिँ हाम्रा चाहिँ साथीभाइहरू यहाँ अटाउन् भन्ने हिसाबले हामीले यहाँनिर हरेक प्रोफेसनकाहरूलाई चाहिँ रिक्वेस्ट गरेका छौँ एउटा साधारण किसान पनि एउटा प्रोफेसन हो किसानले पनि किन्न सक्ने रेट हालेका छौँ एउटा प्रोफेसर टिचरले पनि किन्न सक्ने एउटा रेट हालेका छौँ एउटा सेलिब्रिटीले डक्टर इन्जिनियर सरहरू जस्तो ब्याङ्कर्सहरू प्रिभियस ब्याङ्कर्स इन्भेस्टरहरू सरहरूलाई पनि हामीले केही प्लटहरू ठुल्ठुला पनि राखेका छौँ यो ठाउँमा गइरहँदाखेरि हामी अर्को हेल्थ हिसाबले यो नजिकै यहाँबाट 5 मिनट्सको वाकिङ डिस्टेन्समा हाम्रो धुलीखेल हस्पिटलको ब्रान्च छ जुन 24 आवरै चाहिँ सर्भिस दिन्छ त्यो पनि अर्को छ र यो साइडबाट हाम्रो इस्टपट्टि चाहिँ 600 रोपनीमा जङ्गल जस्तो त्यहाँ चाहिँ मदन भण्डारी युनिभर्सिटी आइरहेछ यतिकै फ्युचरको हिसाबले पनि यसको डिमान्ड र यसको चाहिँ एउटा कमर्सियल हिसाबले पनि यसको फ्युचर राम्रो छ भनेर हामीले बुझेका छौँ सेफ्टीको हिसाबले क्लोज्ड गेट भयो कम्पाउन्डेड भयो हैन हजुर हजुर त्यसपछि यहाँ अलिकति रुरल एरिया भए पनि तर यहाँ चाहिँ हलिडे होम सुरुवातमा त थोरै घर होला नि त्यो बेला पनि सेफ्टीको त इस्यु हुँदैन होला अब सुरुमा कम घरहरू होला पहिला हामीले कम्पनीले 5-5 10 वटा घर बनाउँछौँ यो तल भयो यहाँ हाम्रो अफिस हुन्छ यो कफी सप हामीले बनाउनै पर्यो त्यो भिजिटरहरू आउँदाखेरि पनि कफी खाने ठाउँ डेस्टिनेसन चाहियो नै यसलाई र पछि घरहरू बढ्दै गएपछि हामीले यहाँ मिनी मार्टको कन्सेप्ट पनि गरेका छौँ मिनी मार्ट पनि अनिवार्य आयो र यसलाई सेक्युरिटी कुन ढङ्गले यहाँ ग्यारेन्टी छ भन्दाखेरि यो टोटल एरिया सबै सिल हुन्छ हजुरको यो हामीले यो गुलमहर प्लान भयो गुलमहर प्लान सँगसँगै हामीले नेट पनि हालेका छौँ यो र हाम्रो इन्ट्रान्स एउटै मात्रै हुन्छ र इन्ट्रेन्समा हाम्रो 24 घण्टा हाम्रो चाहिँ त्यहाँ अब सेक्युरिटी गार्ड हुन्छ 24 घण्टा भित्र सीसी क्यामेरा हुन्छ सेफ्टी एन्ड साइन्स सबै कुरा हुने भइहाल्यो र अर्को कुरा हामीले ब्याकअपको लागि सोलर पनि प्लान गरेका छौँ र अहिले हामीले त्यहाँनिर जुन आयोजना जुन कन्सेप्टले हामीले त्यहाँनिर काम गर्न खोजिरहँदा त्यहाँको स्थानीय सरकारदेखि सबैको हामीले साथ सहयोग र स्याबासी पाइरहेको अवस्था छ पाँचखाल महानगरपालिका पाँचखाल नगरपालिका वडा नम्बर 10 भयो ओके तपाईको हिमालयन ब्याङ्क फाइनेन्सिङ पार्टनर हो हाम्रो यसमा चाहिँ प्रोजेक्ट फाइनेन्स हिमालयन ब्याङ्कले गर्नुभएको छ त्यति मात्र आजको दिनमा हिमालयन ब्याङ्कको तर्फबाट केही अफर छ हिमालयन ब्याङ्कको टिमै आउनु भएको छ नबिल पनि हुनुहुन्छ यहाँ र ग्लोबल आइएमई ब्याङ्क र हाम्रो लुम्बिनी चारवटा ब्याङ्क हामीले टाइप गरेका छौँ हजुर यसमा चाहिँ विशेष गरेर हिमालयन ब्याङ्कको प्रोजेक्ट फाइनेन्स धेरै राम्रो लाग्नुलाई बस यहाँ धेरै धेरै शुभकामना पछि पनि राम्रो प्रोजेक्ट गर्नु भएको छ नयाँ कन्सेप्ट ल्याउनु भएको छ नेपालमा पक्कै राम्रो लेट्स जोइन टुगेदर तपाईँ पनि के सोच्नु भएको छ भने हेर्नुहोस् भनेर मैले चाहिँ हिजो मम्मी बुवालाई लिएर प्रपर्टी हेर्न गएँ एकदमै राम्रो प्लानिङ छ र अब त झन् उहाँहरूले एभ्री विक थर्सडे फ्राइडे र स्याटरडे प्रपर्टी हेर्नको लागि यहाँबाट गेस्टहरू लगिरहनु भएको छ हजुरहरू जानु भएको छैन भने प्लिज डु भिजिट देयर एकदमै राम्रो प्लानिङ छ अमेजिङ म त त्यहाँ हिजो दिन बितेको थाहा नै भएन
र मैले पनि बुकिङ गरेको छु। त्यसमा चाहिँ मैले एउटा राम्रो प्रपर्टी हेरेर आएको छु, बुकिङ आज म गर्छु र मेरो बुवा आमालाई पनि लगेको थिएँ। सो बिहाफमा माई फ्यामिली बुवालाई चाहिँ म केही बोल्दिनँ, अनुरोध गर्छु, आउनु भयो। प्रपर्टी एकदमै राम्रो छ, लोकेसन राम्रो छ। यस्तो लाग्छ कि मलाई अब हामी यस्तो उमेरमा त्यो ठाउँमा बस्यो भने बिरामी त्यो पर्दैन, हस्पिटल जानु पर्दैन, डक्टर खर्च बिहोर्नु पर्दैन जस्तो मलाई लाग्छ। धन्यवाद। Thank you so much. Thank you, Legend Property. लिजेन्ड प्रपर्टीको नयाँ गाउँ होलिडे होम एन्ड प्रोजेक्टसँग चाहिँ हामी प्रत्यक्ष रूपले चाहिँ जोडिएका छौँ र यसमा हिमालयन ब्याङ्कको सूर्यविनायक शाखाबाट चाहिँ फाइनेन्सिङ भएको छ र यसमा चाहिँ थप चाहिँ अब यहाँ जति पनि क्लाइन्टहरू हुनुहुन्छ उहाँहरूको लागि जस्तो त्यो प्रपर्टी कसैलाई मन पर्यो तपाईँहरू किन्न चाहनुहुन्छ भने ब्याङ्कले उहाँहरूसँग फेरि पनि त्यसमा पनि एउटा चाहिँ एग्रिमेन्ट पनि गरेको छ। अहिले इन्ट्रेस्ट रेटको कुरा गर्दाखेरि हाम्रो बेस रेटमा 1.5% एड गरेर जस्तो आजको मितिमा त्यो हुन्छ 724 को दर हुन्छ, 7.24% को चाहिँ रेट हुन्छ र बेस रेटसँग चाहिँ बेस रेट बढ्दा भोलि बढ्ने अथवा घट्दा घट्ने तर 1.5% चाहिँ चेन्जेस हुँदैन र प्रोसेसिङ फीमा चाहिँ 50% को चाहिँ वेभर छ र अब यसमा चाहिँ फाइनेन्सिङ कतिसम्म हुने भन्दा चाहिँ हाम्रो म्याक्सिमम क्याप चाहिँ 75 लाखसम्म चाहिँ हामीले चाहिँ जग्गा किन्नलाई फाइनेन्सिङ गर्न सक्छौँ, 7.5 मिलियन। र यसमा कसरी फाइनेन्सिङ हुन्छ भन्दाखेरि यो मूल्याङ्कन हुन्छ, कुनै प्लट तपाईँहरूले चाहिँ छान्नुभयो, कुनै प्लट किन्न चाहनुभयो भने त्यो प्लटको मूल्याङ्कन हुन्छ। त्यो प्लटको मूल्याङ्कनको एफएमबीको हामी फेयर मार्केट भ्यालु भन्छौँ, फेयर मार्केट भ्यालुको अधिकतम हामीले चाहिँ 50%सम्म चाहिँ फाइनेन्सिङ गर्छौँ। त्यसमा चाहिँ ड्युरेसनको कुरामा चाहिँ अब यसमा चाहिँ केस टु केसमा चाहिँ पृथक हुनसक्छ ड्युरेसन चाहिँ। अब आम्दानीको सोर्सेसहरूदेखि लिएर सबै कुराहरू चाहिँ अध्ययन गरिसकेपछि कति ड्युरेसनको 10 वर्ष, 15 वर्ष, 12 वर्ष, 7 वर्ष यी कुराहरू चाहिँ केस टु केस बेसिसमा चाहिँ अब सम्बन्धित क्लाइन्टसँगै कुरा गरिसकेपछि यो कुरालाई चाहिँ मैले भन्न सक्ने हुन्छु। हस्, थ्याङ्क यू। हिजोको अवस्थामा यो एउटा आवास परियोजना यस्तो खालको हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिएन र अहिले मेरो चाहिँ ओहोरदोहोर गर्ने बाटो पनि त्यही छ। वडा कार्यालय पनि जुन आवास परियोजनाको नजिकै छ, म सधैँ त्यही बाटो हिँडिरहेको छु र अहिले चाहिँ एकदमै आकर्षक र मनमोहक भएको पनि पाएको छु। दुईवटा राजमार्गको बिचमा रहेको छ, एउटा अरनीको राजमार्ग जुन हामी तिनपिप्लेबाट अगाडि बढ्छौँ, अर्को चाहिँ माथि बिपी राजमार्ग बनेपा सिन्धुली बर्दिवार सडकबाट भित्र छिर्दा लगभग बराबर दूरीमा रहेको भन्ने लाग्छ मलाई। त्यसको हामीले बाटो मापन गर्दाखेरि लगभग 4 किलोमिटरभित्र दुवै हाइवेबाट ती 4-5 किलोमिटरभित्र आउँदाखेरि चाहिँ एउटा यस्तो मनोरम दृश्य बनिरहेको छ अहिले र यसमा चाहिँ मलाई साह्रै खुसी लागेको छ। आफ्नो वडाभित्र यो खालको एउटा परियोजना निर्माण भइरहेको छ, यो अत्यन्तै मनमोहक पनि छ र यसबाट हिम श्रृङ्खलाहरू जुगल हिमाल, गौरीशङ्कर हिमाल लगायतका हिम श्रृङ्खलाहरू पनि देख्न पाइन्छ। यो चाहिँ एकदमै पारिवारिक वातावरण र यो आवासका लागि चाहिँ एकदमै मनमोहक पनि रहेको मैले विश्वास लिएको छु र त्यस स्थलसम्म जानका लागि हामीले विगतमा रहेको पिच भएका बाटाहरू चाहिँ हाम्रा ढुवानीका साधनहरू, टिफर ट्रक लगायतका चिजहरूले अलि खाल्टाखुल्टी भएको र यसलाई हामीले पालिका स्तरबाट स्तर उन्नति गर्नका लागि यो आर्थिक वर्षमा नै यसलाई स्तर उन्नति हुनेछ केही भागहरू र बाँकी भागमा चाहिँ त्यसका खाल्टाखुल्टी सम्झाउने योजना पनि हाम्रो भएको छ। र अर्को बिपी हाइवेबाट जुन हामी झर्दैछौँ त्यहाँबाट पनि 2-2.5 किलोमिटर बाटो चाहिँ कालोपत्रे भइसकेको अवस्था छ र यसपटक पनि त्यस स्थलसम्म पुग्नका लागि चाहिँ पालिकाबाट र समपूरक योजना अन्तर्गत 3 करोडको टेन्डर पनि लागिसकेको छ। सम्भवतः थोरै मात्रै बाटो बाँकी रहन्छ यो आर्थिक वर्षमा र आगामी आर्थिक वर्षमा त्यहाँसम्म जानका लागि सबै बाटो कम्प्लिट हुने पनि यहाँहरूमा
अवगत गराउन चाहन्छु र यो चाहिँ एकदमै सुन्दर ठाउँ र जहाँ विद्युत खानेपानीको सम्भावना अत्यन्तै राम्रो छ। सुनकोशी बृहत खानेपानी योजनाको जुन लास्ट पोइन्ट पनि हाम्रो त्यही स्थान नयाँ गाउँमै रहेको छ र पानीको चाहिँ एकदमै स्वच्छ पानी पिउनका लागि पनि यो राम्रो सम्भावना बोकेको क्षेत्र बन्नेछ र आगामी दिनहरूमा यसले चाहिँ यसको उत्तरोत्तर प्रगतिको कामना साथै सबैजनालाई फेरि एउटा आग्रह गर्छु म यस स्थानमा चाहिँ आफ्नो एउटा जुन योजना छ यहाँहरूले त्यसको चाहिँ पारिवारिक सदस्य बन्नका लागि यहाँहरू सबैलाई आग्रह गर्दछु। हामी लिजेन्ड परिवार यति धेरै खुसी छौँ कि हाम्रा चाहिँ क्याप्टेन मानबहादुर श्रेष्ठज्यू यसरी चाहिँ साइडमा भिजिट गराएर उहाँलाई कन्भिन्स गरेर उहाँ खुसी भएर आज हामीले उहाँलाई चाहिँ बयान स्वरूप उहाँलाई टोकन यसरी चाहिँ डकुमेन्ट दिन पाउँदा धेरै धेरै खुसी लागेको छ। धेरै धेरै धन्यवाद। सर्वप्रथम त मलाई अब यस ठाउँमा तपाईँहरूको एउटा जुन लेजेन्ड प्रपर्टीले चाहिँ तपाईँहरूको जस्तै फ्यामिली स्वरूप मलाई सम्झिनु भएर जुन कुराले हामी जोडिँदै गयौँ त्यो कुराले चाहिँ म एकदमै मोहित भएर चाहिँ त्यो ठाउँमा जोडिन पाउँदा आफूलाई एकदमै खुसी लागेको छ र जुन उहाँहरूको र मेरो समन्वय हुँदै एउटा खेलाडीहरूलाई पनि कोटा छुट्याइदिनु पर्यो। हजुर, एउटा खेलाडी भनेको राष्ट्रलाई रगत पसिना बगाएर चिनाउने एउटा माध्यम हो, एउटा देशको झन्डा विदेशमा फरफराएर एउटा नेपाल आमालाई चिनाउने एउटा थलो हो। त्यो चिजलाई चाहिँ तपाईहरू हामी मिलेर चाहिँ खेलाडीको लागि चाहिँ त्यति गरौँ न हजुर भन्दा प्रस्ताव लाँदाखेरि उहाँहरूले स्वीकार गरिदिनु भयो। त्यसको लागि हाम्रो सर रविन सर लगायत लेजेन्ड प्रपर्टी सम्पूर्ण टिमलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु र सम्पूर्ण खेलाडी साथीहरूलाई म फेरि पनि आग्रह गर्दैछु। मैले चाहिँ हजुरहरूले देखिसक्नुभयो हाम्रो सरको हातबाट चाहिँ मैले एउटा टुक्रा भनौँ, एउटा अब मेरो थलो भनौँ लिइसकेको छु। म एकदमै खुसी छु। उहाँ गएर एउटा सुसम्पन्न ठाउँमा चाहिँ बस्न पाउँदा चाहिँ मेरो सायद जीवनको पहिलो छेड हुनेछ। यस्तो सम्पन्न भएको ठाउँमा बस्न पाउँदा चाहिँ मलाई एकदम खुसी लागेको छ र अरू खेलाडीहरूलाई पनि भन्न चाहन्छु, यदि तपाईँ त्यो ठाउँमा केही इन्भेस्ट गर्छु पछि गएर केही गर्छु भन्न चाहनुहुन्छ भने पक्कै नै एकचोटि भिजिट गर्नुहोला र हाम्रो विभिन्न सामाजिक सञ्जालमा प्लस मेरै फेसबुकबाट टिकटकबाट पनि नम्बरहरू छोडिरहेको छौँ, त्यहाँबाट पनि तपाईँहरूले आएर चाहिँ सम्पर्कमा आउन सक्नुहुन्छ भन्न चाहन्छु। धन्यवाद। स्ट्रक्चर्सहरूको कुरा गर्दाखेरि चाहिँ हामीसँग चाहिँ 30 फिटको चाहिँ रोड छ, जुनमा चाहिँ अब साइकल लेन्सहरू फुटपाथ्सहरू सबै आउने भयो। त्यसै गरी अनि अब वाटर ट्याङ्कदेखि लिएर इलेक्ट्रिसिटी सबै राम्रो, स्ट्रिट लाइट्सहरू वेल डेभलप्ड चाहिँ हाम्रो फेसिलिटी छ। अनि त्यसभित्रको अब सर्भिसेस र सानसानो एम्युनिटिजहरू कुरा गर्दा स्ट्यान्ड एउटा मार्ट छ, क्याफे छ अनि अफिस छ, जसले चाहिँ ओभरअल सबै एक्टिभिटी चाहिँ कन्ट्रोल गर्छ। हाम्रो यो होल एरिया चाहिँ सिल्ड छ, सबै यो आउटर बाउन्ड्री चाहिँ टोटली सिल्ड भएर चाहिँ सेक्युरिटीले चाहिँ कन्ट्रोल इन्ट्री र एक्जिट चाहिँ गर्छ। यो बाहिरको यतिवटा कमर्सियल प्लट चाहिँ फेरि बाहिर छ, सो द्याट यो एरिया चाहिँ यहीँ एरियाको लोकल मान्छेहरूले चाहिँ कमर्सियली एक्टिभेट गर्न मिल्ने पाराले चाहिँ राखेको छ। अरू चाहिँ सबै सिल्ड हुन्छ होइन। हाउसिङहरूको क्याटेगोरी गर्दाखेरि चाहिँ हाम्रो घर चाहिँ 3 थरीको जसरी छ, जुन चाहिँ अब यहीँ देखिन्छ 3टा डिफ्रेन्ट खालको क्याटेगोरी, जुन चाहिँ अब स्लोपहरू तपाईँको प्लटको लोकेसन अनुसार चाहिँ अब त्यही चाहिँ कस्टमाइज भएर चाहिँ बन्छ। अनि अब हामीले चाहिँ प्लटको पनि क्याटेगोरी गरेर छौँ। मेन कन्सेप्ट चाहिँ हाम्रो के भन्दाखेरि कम्युनिटी बिल्डिङ जसरी, सो यहाँनिर चाहिँ एकदमै हाई कम्युनिटी बिल्डिङ जहाँ चाहिँ अब एकदमै प्रोफेसनल्स र अनि हाई क्वालिटी बिल्डर्सहरू चाहिँ आउँछ।
सो हामीले त्यही अनुसार प्लट पनि किन्नलाई चाहिँ क्याटेगोराइज गरेको छ। सो त्यो क्याटेगोरीमा त्यो स्पेसिफिक मान्छेहरूले मात्रै किन्न मिल्छ पाराले। सो सबैभन्दा तल चाहिँ हाम्रो सेलिब्रिटी क्याटेगोरी छ, त्योभन्दा माथि चाहिँ हाम्रो ब्याङ्कर्सहरूको क्याटेगोरी छ। यो चाहिँ हाम्रो प्रोफेसनल्सहरूको क्याटेगोरी अनि एनआरएन्सहरूको अनि बिजनेसम्यानहरूको गरेर चाहिँ क्याटेगोराइज गरेको छौँ। सो अब ओभरअल प्लट एरियाजहरू चाहिँ 5 देखि 6 आनाहरू छ यता चाहिँ, अनि यहाँनिर चाहिँ 10 आनादेखि 1 रोपनीसम्मको चाहिँ छ। यो चाहिँ अलिकति ठुलो भिला भिआइपी एरियाजहरूमा दिने खालको घर पनि त्यही अनुसारको, अनि यिनीहरू चाहिँ फ्यामिली एन्ड फ्रेन्ड्स एन्ड स्पोर्ट्स पर्सन्सहरू सबैको लागि चाहिँ डिभाइड गरिएको प्लट्सहरू हो। अब ओभरअल यसको इन्भाइरोमेन्टको कुरा गरेर चाहिँ हाम्रो घरहरू बिचमा चाहिँ बााउन्ड्री चाहिँ छैन। यहाँ चाहिँ हामीले सबअर्बन कन्सेप्ट जुन विदेशमा हुन्छ नि सबअर्बन विथआउट भिजुअल बााउन्ड्रिजहरू नभएको, सिन्स हामीले बाहिरबाट सेक्युरिटी प्रोभाइड गरिसक्यो कि तपाईँभित्र चाहिँ एउटा काम राम्रो इन्भाइरोमेन्ट जहाँ चाहिँ वाल्सहरू नभएर एकदमै सेक्योर सिली खालको इन्भाइरोमेन्टमा बसेको छ भनेर चाहिँ भित्र चाहिँ बााउन्ड्री नभइकन बनाएको छ होइन। त्यसै गरी जुन यो ट्रिजहरू देख्नुहुन्छ यो चाहिँ हामीले साइडमा सेम ट्रिजहरू यहाँ प्लान्ट गरेको छ। यो चाहिँ प्री प्लान्ट भनौँ न ट्रिजहरू, सो द्याट हामीले ओभरअल इन्भाइरोमेन्ट चाहिँ एकदमै नाइस हरेक सिजन वाइज, अब एउटा सिजनमा गुलमोहर, एउटा सिजनमा बोगनभिली अनि पारिगाट, त्यसरी चाहिँ सबै फुलेर चाहिँ इन्भाइरोमेन्ट एकदमै रमाइलो बस्नको लागि एकदमै राम्रो। जस्तै अब काठमाडौँमा ब्ल्याक एन्ड फुलले सिजनमा मान्छेहरू कति ज्याकेट किनबडी गरी बस्छ। सो त्यस्तै एउटा कन्सेप्टमा चाहिँ एभ्री सिजन एउटा केही राम्रो सिनेरी होस् मान्छेहरूलाई भनेर चाहिँ प्लान्टेसन पनि त्यो अनुसार प्लान गरेको छौँ। इभन हामीसँग स्विमिङ पुल्सहरू रिफ्रेसमेन्ट एरियाजहरूको लागि सिन्स होलिडे कन्सेप्ट आइसकेपछि रिफ्रेसमेन्टको लागि स्पेसेसहरू छ कल कोर्स स्विमिङ पुल्सहरू, स्विमिङ पुलबाट पनि अब त्यही मार्को भ्यू त्यही इन्जोय गरेर रिल्याक्स गर्न मिल्ने खालको चाहिँ। सो एकदमै राम्रो अफोर्डेबल सबैजनालाई होलिडे होम्सको कन्सेप्ट चाहिँ नेपालमा अफोर्डेबिलिटीका साथ लिएर आउन खोज्ने चाहिँ यो बजेटको ओभरअल अब्जेक्टिभ हो। Legends Property. तपाईको सपना हाम्रो साथ।